पछिल्लो भिडियोमा चाहिँ हजुरहरूले कमेन्ट गरे अनुसार यो भिडियो चाहिँ लिएर आएको छु है त। हजुरहरूले यो चाहिँ सल्भ गरिदिनु पऱ्यो कसरी हो भन्नुभएको थियो, त्यसैले मैले चाहिँ यो सल्भ गरेको छु। तर यदि कुनै पनि एउटा वस्तुको दिएको उत्पादन फलन क्यू बराबर कति छ 4l प्लस 3l स्क्वायर प्लस 7l क्यू है छ भने तलका प्रश्नहरू उत्तर दिनुहोस् भन्छ है त। अब हामीलाई दिएको हुन्छ यहाँ सीमान्त उत्पादन फलन पत्ता लगाउनुहोस् भनेर ए अथवा कमा हामीलाई दिएको हुन्छ। अब हामीले लेख्न सक्छौँ है त्यहाँ। यहाँ हामीले लेख्न सक्छौँ मार्जिनल प्रोडक्ट अनि एमपी, यो चाहिँ हाम्रो डिफरेन्सियल गुणाङ्क भन्छ है त। यसलाई चाहिँ हामीले यसलाई हामीले यस्तो पनि भन्न सक्छौँ, यसको सट्टामा हामीले यो लेख्नु र यो लेख्नुमा केही छैन, डेरिभेटिभ अथवा डिफरेन्सियल गुणाङ्क भन्छ। अनि यो राख्न सक्छौँ हामीले, यो चाहिँ हाम्रो सूत्र जस्तै भएन, तल पनि डी राख्ने माथि पनि डी राख्ने। अनि यो के छ क्यू छ नि, यहाँ क्यू छ होइन, यो क्यूलाई चाहिँ यहाँ राखेको हो कि, अनि यो क्यू भयो। अनि याल चाहिँ किन राखेको, याल यता हो नि त, याल यो अपन गरे जस्तै हो कि, यो माथिको यो तलको अपन गरे जस्तै, यसलाई चाहिँ तल राख्यौँ हामीले याललाई होइन, याललाई तल राख्यौँ। अब याललाई किन तल राखेको भन्ने एकछिनमा बुझ्नुहुन्छ त हजुरहरूले। अनि यो डी चाहिँ यता आयो होइन, अनि त्यसपछि हाम्रो छ यहाँ के छ, यो माथिको क्यू बराबर त हाम्रो यो छ नि त, यो पुरैलाई जस्ताको तस्तै सार्ने हो कि, अरू केही होइन। अनि हामीले यहाँ जस्ताको तस्तै सार्यौँ, अनि यो डिएलको जस्ताको तस्तै गएको होइन। अब यसलाई चाहिँ हामीले कतिवटा टुक्रा खान्छ, यो प्लस अथवा माइनस यहाँ जति पनि दिएको हुनसक्छ होइन, यो प्लस माइनसलाई चाहिँ हामीले टुक्राएर राख्नुपर्छ। यस्तै टुक्राएर राखिसकेपछि अब हामीले बुझ्ने मान्छेले त अब यति गरे पनि भइगयो होइन, यो गर्यो अनि सिधै एन्सर आउँछ। तर अब नबुझ्नेको लागि चाहिँ अलि मैले बुझेको छैन भन्दाखेरि यो चाहिँ गर्नुपर्छ होइन। यो चाहिँ अब यदि यहाँ 4 मात्रै भएको भए यहाँ 0 हुन्छ सिधै, तर यहाँ 4 मात्रै छैन नि त, याल पनि छ 4सँग, त्यसैले याल त अब काटिने भइगयो। अनि त्यहाँदेखि याल काटिसकेपछि यो चाहिँ 4को चाहिँ 4 आउँछ होइन। अनि यसको नियम चाहिँ के हो भन्दाखेरि हामीले जस्तो कि यो 4 याल छ, यहाँ हेर्नुहोस् है त, 4 याल छ होइन, यो यालको पावर कति छ त 1 छ, -1 हुने हो कि यहाँ -1 हुन्छ होइन। यो -1 भइसकेपछि चाहिँ हाम्रो बच्च कति, याल एउटा याल थियो, एउटा यालबाट एउटा याल घटो भनेपछि त हाम्रो बच्च 4 मात्रै, अनि त्यही त्यो। अनि त्यसपछि यहाँ कति छ याल 2टा छ, अनि यो -1 गर्ने, यसमा पनि -1 गर्ने। यसको सूत्रै मतलब यो हामीले गर्नैपर्छ क्या, सबैबाट -1 गर्नैपर्छ हामीले। अनि त्यहाँदेखि -1 गरेपछि यो पावर जति छ नि, पावरले चाहिँ यसलाई गुणन गर्नुपर्छ, यसको पावरले यसलाई, अनि यसको पावर कति छ 1 छ, 1ले यसलाई, अब 1ले जतिलाई गुणन गर्दा नि हुने बित्ति हो। अनि त्यहाँदेखि हाम्रो यो 4को जस्ताको जस्तै आयो। अनि यो यालको स्क्वायर कति छ, मतलब यालको स्क्वायर छ नि त, अनि यो 3सँग गुणाउनु छ, यहाँ 3, अनि यो यालको स्क्वायरबाट 1 घट्छ, प्लसको प्लस, अनि 7 भयो, अनि इन्टु 3। अनि 3 यो कहाँबाट आयो त भन्ने अब प्रश्न होला। 3 चाहिँ यो यालको क्यूबाट आएको कि, 3 याल आयो, अनि यो 3 यालको क्यू भयो, -1 गर्ने, सबैमा -1 चाहिँ गर्नैपर्छ क्या हामीले। -1 गर्नुहोस्, अनि -1 गरिसकेपछि हाम्रो कति आउँछ, यहाँ तल हेर्नुहोस्, अब 4को 4 आयो, प्लसको प्लस, अनि 3 दुना 6 याल, अनि यो घटिसकेपछि त याल मात्रै रहने भयो। अनि त्यहाँदेखि हाम्रो 21 7 यहाँ 21, अनि याल क्यूबाट 1 घटेपछि 1 आयो। अब हाम्रो अलि हामीले लङमा सोधेको छैन नि, यदि लङमा सोधेको भइदिए चाहिँ हामीले यो पुरै निकाल्नु पर्ने थियो कि, यो अझ निकाल्नुपर्छ यसलाई चाहिँ अब बीजगणितबाट यसलाई यता ल्याउने अनि यसलाई, तर हामीलाई भनेको छैन, हामीलाई निकाल्न चाहिँ यति भनेको थियो, त्यसैले हामीले यति गर्ने। अनि खमा हाम्रो प्रश्न खमा के भनेको छ, सरम मतलब यालको ठाउँमा 5 राख्दाखेरि कति हुन्छ। अब यही छ नि, यहीलाई चाहिँ हामीले यसैकोमा चाहिँ हामीले याल छ नि, यिनी यालको ठाउँमा चाहिँ 5 राखिदिने। अब यालको ठाउँमा 5 राख्नु कति हुन्छ, यसलाई जस्ताको तस्तै राखिदिनुहोस् एकछिन, अनि समी आई मान्नुहोस्, हजुरलाई सजिलो हुन्छ त्यसैले। अनि अब समीकरण आईमा यालको मान राख्दा भन्नुहोस्, अनि जस्ताको तस्तै त्यसलाई सारिएपछि अनि 4 भयो, 6को 6 भयो, इन्टु यहाँ 5 आयो, 5 कहाँ हो त, यो याल छ नि त, यसको यालको ठाउँमा राखेको, अनि यति गर्नु त आइहाल्छ हजुरलाई, यति आइहाल्छ होइन। साथै अब हजुरहरूलाई चाहिँ सेम अघि जो हामीले लङमा गरेको थियो नि, यो पनि आउने भनेको हाम्रो 2 या 3 नम्बरमा चाहिँ पक्कै आउँछ क्या, मतलब 1 मार्क्सको है, 1 मार्क्सको लागि चाहिँ यनी आउन चाहिँ फिक्सै आउँछ, यो क्वेसन चाहिँ लेखेरै राख्नुहोस् होइन। अब यसको ठाउँमा 4 या 5 होला, तर आउन चाहिँ आउँछ कि, अनि आउँछ होइन। डिफरेन्सियल गुणाङ्क यो पनि सेम त्यही हो, यसलाई डी गरिदिनुहोस्, अनि यो डी आउँछ यता, अनि त्यहाँदेखि यो सिधै यसको एन्सर चाहिँ अब कति हुन्छ, हामीले त्यही गरेर हो क्या आउने, यो -1 गरौँ, अनि हामीले यस्तरी नगरे सिधै गर्दा नि हुन्छ होइन, हजुरहरूलाई बुझाउनको लागि मात्रै यति गरेको। अनि 3 दुना 6 100 कसरी स्क्वायर थियो, अनि 1 घट्यो, अनि बच्यो कति 6 100, यो भयो। अनि साथै यो पनि आउने भनेको हाम्रो फिक्स क्वेसन नै हो कि, त्यसैले यसलाई पनि हेरेर जानु होला। अब बजार सन्तुलन पत्ता लगाउने, बजार सन्तुलन भनेको के हो त, बजार सन्तुलन भनेको त माग र पूर्ति बराबर भएको, माग भनेको के हो क्युडी, अनि पूर्ति भनेको क्युएस, अनि क्युडी बराबर क्युएस भएकोलाई नै बजार सन्तुलन भनिन्छ कि, बजार सन्तुलन भनेको त्यो। अब अनि क्युडी बराबर क्युएस भनेपछि क्युडी यहाँ आएको यो क्युडी, अनि यहाँ क्युएस कति छ यो, अब बराबर गरिदिनुहोस्, बराबर गरिसकेपछि हाम्रो बराबर अनि राखिदिनुहोस् मान। अब यो पी छ नि, पीलाई चाहे यता लग्नुहोस् चाहे उता लग्नुहोस् क्या,
तर पीलाई सँगै अनि यो केही पनि नभएकोलाई सँगै लग्नुहोस् कि। अनि यताको उता जाँदाखेरि माइनस, अनि यताको माइनस छ भने प्लस, प्लस छ भने माइनस, यो त हजुरलाई नेम थाहा होला। बराबर भन्दा उता जाँदाखेरि हुन्छ नि त्यो। अनि यो 10 को जस्ताको जस्तै भयो, 10 प्लसमा छ प्लसमा रहन्छ। अनि यो प्लस 20 कसरी आयो भन्नु होला, यहाँ माइनस छ अनि यहाँ प्लस कसरी, किनभने बराबर भन्दा यता ल्याउँदाखेरि चाहिँ यो प्लस हुन्छ कि, माइनस छ भने प्लस, प्लस छ भने माइनस। अब 300 को 300, अब यो प्लस छ यता, यो त प्लसमा हुन्छ, तर यता जाँदाखेरि चाहिँ के हुने भयो, माइनसमा भयो, यो तल आयो होइन। अब योबाट यो घटाउनुहोस् कति हुन्छ 150, अनि त्यसपछि योबाट यो जोड्नुहोस् कति हुन्छ 30। अब यो भाग गरिदिनुहोस्, यहाँ पी बराबर है त, अनि यहाँ चाहिँ 3 डट चाहिँ हामीले लेख्नुपर्छ है त लास्टमा चाहिँ। अनि यति आयो भने बजार सन्तुलन बराबर कति हुन्छ 5 हुन्छ। यसको एन्सर चाहिँ यसरी लेख्नुहोस्। अब हाम्रो नेक्स्ट क्वेसन रहेको छ, यो पनि लगभग आउने सम्भावना चाहिँ हुन्छ है त। यो चाहिँ मैले सर्ट क्वेसन एउटा यति हजुरलाई जानकारी गराएँ होइन। अनि कृषि क्षेत्रमा रासायनिक उत्पादन सम्पदाको कुनै 2वटा उपयोगिता लेख्नुहोस् भनेको छ। अब मैले यहाँ 2वटा लेख्नु पर्ने थियो, मैले चाहिँ यहाँ 4वटा लेखिदिएको छु, हजुरले हेर्न सक्नुहुन्छ। रासायनिक मल उत्पादन गर्न, अनि माटोको गुणस्तर बढाउन, सुधार गर्न,